ब्लग। सो गाइस तपाईहरुले चाहिँ आज थम्बनेलले हेरेर थाहा पाइसक्नु भएको छ होला। आज चाहिँ हाम्रो चाहिँ मुकबाङ भिडियो आउँदैछ। सो यहाँ चाहिँ हामी सबै फ्यामिली चाहिँ मुकबाङ गर्दैछौँ। सो यहाँ चाहिँ छ हाम्रो बिरयानी अनि अन्डा अनि यहाँ चाहिँ छ राइता गाइस। सो अब चाहिँ हामी चाहिँ खान्छौँ। सो गाइस फाइनली हामी चाहिँ यहाँ चाहिँ बिरयानी खान आएको फ्यामिली पार्टी। आज चाहिँ कसले बनाएको त भन्दै त बिरयानी? कसले बनाउनुको? अरू बेला जहिले मेरो बुढीले बनाउँथ्यो बिरयानी, आज चाहिँ मैले बनाएको। कस्तो हुँदो रहेछ ल। तर अलिकति ठाउँ चाहिँ स्पेस चाहिँ साह्रै सानो भयो। परिवार ठुलो स्पेस सानो भयो होइन। अब एडजस्ट गरेर चाहिँ खानु। मासु कस्तो भयो बिरयानी? अरूभन्दा कस्तो भोक लागिरहेको छ, साह्रै धेरै भोक लागिरहेको छ। ससन हजुर कस्तो भयो? मिठो बबाल इच्छा बब्बा। म क्यामेराम्यान हेरेर आउँछु ल बिना। भरे हाम्रो त क्यामेराम्यान छैन। भरे एकजना मान्छे चाहिँ टक्लाक्कै काटिरहेको छ, बिल्ला हुन्छ त। नले एकदम एकदम ओके रहेछ, ठिक छौँ हामी, ठिक छौँ। मेरो बिरयानी हालिदिनु न। तानेर खान नि मेरो बिरयानी हालिदिनु। अरू बेला चाहिँ हामी चाहिँ दही र बिरयानी खान्थ्यौँ। आज मैले बिरयानी चालिदिनुपर्छ। ससनले चाहिँ तर डबल खायो नि खाना। पर आमाको नि खायो होइन। इच्छा बिरयानी तान्दै खाएन नि। अन्डा हाम्रो धेरै दिन पछिको मुकबाङ। धेरै दिन होइन, धेरै महिना। खाइदिन्छु नि त। धेरै महिना। बिरयानी चाहिँ अस्तिदेखि मेरो बुढ्ला खानु मन लागेको अरे, अनि त्यही भएर बनाइदिएको। न हामीले पानी ट्याङ्की गई पनि खाइरहन्थ्यौँ। के को शिक्षा? हजुर पानी ट्याङ्कीमा चाहिँ अब किनेर खाँदाखेरि अलिक कम्ती खानु पाइन्छ, घरमा बनाउनु त चाहिँ धेरै हुन्छ। भुँडी पड्किँदै खाने हो। घरको जति होता पनि खाँदा हुन्छ, जतिबाट भुँडी पड्किँदै खाने हो। बिरयानीमा चाहिँ सबैभन्दा राम्रो भनेको अचार, टमाटरको अचारहरू भन्दा नि यो प्याजको दहीसँग मिलाएकोलाई अनि अलिकति खोर्सानी काटेर नुन हालेकोलाई चाहिँ राइता हुन्छ। यो राइताले चाहिँ एकदम बिरयानी एकदम टेस्टी गर्छ अझै। म चाहिँ फर्स्ट टाइम प्याज खाँदैछु। इच्छा कति भोक लाग्यो? धेरै। कस्तो भएछ बुढी बिरयानी? बोल्न खाएन मम्मी? भोक लागेर बोल्न पनि नसक्नु भइरहेको थियो नि त। तर के गर्नु, युट्युब पनि बन्द हुँदैछ अरे। युट्युब पनि बन्द भइसक्यो अरे। अब यो भ्लग चाहिँ केमा हाल्नु हाम्रो? त्यही त टेन्सन भइरहेछ त हौ।
केमा हाल्नु? स्ट्रिम गरौँ म त्यसलाई स्ट्रिम गरौँ टिकटकमा फेसबुकमा पनि बन्द भयो भन्छ फेसबुक त जहिलेको लागि ब्यान किन युट्युब चाहिँ बन्द भएको पैसा नतिरेर युट्युबले के हामीले चाहिँ आज गुड सटरडे मनाएको अनि गुड सटरडेको दिन चाहिँ आज बिरयानी स्पेसली खाएको कहिले हामी यस्तै भिडियोहरू लिएर जान्छौँ कहिले भ्लग कहिले मुकबाङ अब हामीले एउटा के भयो सिस्नोको उयो अहिले त सिस्नोको उयो पनि फुलेको छ नि त फुल सिस्नोको फुल पनि फुलेको छ दामी हुन्छ खाँदाखेरि हामी त्यसको पनि भ्लग लिएर नै आउनेछौँ जङ्गल एक दिन जानै पर्ने चाँडै लिएर आउँछु यो साथी युट्युब बन्द भयो भने चाहिँ को बच्चा बच्चाहरूले के हेर्छ बच्चा बच्चाहरूको पढाइमा सुधार हुन्छ क्या ससन टेन्सन भयो किन युट्युब बन्द हुन्छ भनेर घटिसक्यो त दुईजना खानु तेर खाइहालिन्छ नि भन्नुहोस् त हजुर खाएँ नानी मैले तपाईँहरू चाहिँ कस्तो छ खाएको बाबा कस्तो भोक लागिरहेको थियो त हल्लिने ठाउँमा नि भन्यो अगायो अब त्यो किन अगायो म खान्छु नि त्यसो त एकसाम अलिकति बिरयानी ल्याउँ सब बिरयानी मेरोतिर किन हालेको सनाकै नछोडौँ है यस्तो दुःख गरेर बनाएको छु मैले यो ससाङको भागो ओइ अबे म एउटा पुलिस सोच्छ तिमीहरू दुईजनालाई ल हुन्छ ल अब मनको भएको हजुर ल ल हस् म सोध्नु पऱ्यो कत्तिकै ट्यालेन्ट छ के गरेको बिरयानी बरु मासु चाहिँ हालिदेऊ न के गरेको बिरयानी बरु मासु चाहिँ हालिदेऊ न बिरयानीमा चाहिँ भात मात्रै हाल्छ थुपा चाहिँ बुढी तिमीहरूलाई सोध्छु ल कस्तो खालको कुल खोइ कस्तो खालको यो मासु त कहाँ हुन्छ त हुँदै हुँदैन नि बन्दा पो त मासु त हुँदैन नि सोध्नु त सोधौँ त डल्ले मिलाउँछ त्यसले 50 रुपिस पाउँछ ल माइ गड शान्ति र म म पनि हो तिमी होइन तिमीले जानिहाल्छौ नि ससनले अब होइन ससन हजुर इक्सा नानाको जन्म मितिमा 2071 नो मलाई त थाहा छ 2071 हामीलाई थाहा छैन बना 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 2071 भन्नु 0818 एट पनि मिल्यो गते मात्रै मिलेन गते मात्रै मिलेको छैन है एक साथ खाइरहनु भन्दा तँ भन्दा तेरो 2071 0 के भन्छ भाइ एकछिन नभन ससनले भन्दा चाहिँ ठिकै भनेको रहेछ अनि भएको छैन 71 लास्टको चाहिँ थाहा छ लास्टको ससन ट्राई 2071 कुन नम्बरको बिचमा छ त्यसो होइन म त्यसो भन्छ इच्छा नानाको बर्थडे भन्न त जसले छेउछेउमा पुऱ्यायो भने नि पाउँछ पुरस्कार 2071 08 08 1 अनि 2 नभन 082 082 नभन मैले कहाँ मिलेन 2 भयो सक्यो 22 सक्यो अब इक्सा 125 25 5
5 मम्मीले भनेको भनेको नि त होइन। उम्, कस्तो कहिले के भनिस् थाहा छ 2071 मिलो होइन 08 पनि मिलो मङ्सिरको हो नि त यो अनि गते चाहिँ 25 हो क्या 25 गतेको हो यो होइन 5 गतेको होइन ए 5 गतेको सरी 5 गतेको अनि अब इक्जाम उयोले गते मात्रै मिलाएन अब त भाइको जन्म डेट भन् जन्म उयो मिति कति 2071 भाइको थाहा छैन 2073 73 यो त 72 को हो नि त्यसो त नि यो त 72 को 71 गलत रहेछ नि यो 72 को त्यो 73 को हो नि त 71 को रिलेसन दादा रिलेसन दादा चाहिँ हो नि त 2073 03 17 गुड 50 रुपैयाँ दिइहाल अब मेरो अस्ति भर्खर धेरको भएको छैन अस्ति भर्खर बर्थडे गयो मेरो मिति भन्न त लु बर्थडेको गते गते बर्थडे गते कति गते गते मात्रै मेरो लु बर्थडेको 19 मम्मीले भन्दा त कहाँ हुन्छ त कहिले मैले भने हौ मम्मीले त 22 भन्नु हो मलाई सोध नि त के गरेको बाबा तपाईँ नि के लेलिङ पुसेको भन्नु खानु अन्डा खानु पुछेको आई डोन्ट लाइक अन्डा कति सालको हो भेनाला सोध्नु पाउनु हुँदैन भन्नु त 1000 रुपियाँ दिन्छु सुना पैसा देऊ के भन्छ हौ मम्मीको गोजीमा छ 1000 रुपैयाँ पार्नै भन्छ त्यसले त मलाई त म त अगाए लेन पुछेको जन्म मिति 2043 साले पनि होइन 43 साल सम्बन्ध पुसको हो नि कि माघको फागुनको हो भेना तर डेट चाहिँ ठ्याक्कै थाहा भएन आएन सरी मेरो भन्नु न तिम्रो 2062 साल 01 27 62 साल थ्याङ्क यू सो मच भर्खर म 20 मात्रै वर्ष पुग्दै म कति साल तिमीलाई 10 वर्ष सानो बनाइदिएको नि कति त साल बिरयानी खाइन्छ खाइदैछु भर्खर म 20 वर्ष मात्रै पुगेँ काका ग्यास हेर्नु बाँकी कति वर्ष काकी त मलाई थाहा भइहाल्छ ग्यास भर्नु गर्नु ग्यास गर्नु कि ग्यास गर्नु मम्मी ग्यास तपाईँ कति वर्ष 43 बिनालाई थाहा छ हाम्रो रिता कति साले भन्छ मन लाग्यो मन लाग्यो कति वर्ष कतिको थाहा छ डेट कति महिना कतिको थाहा छ थाहा छ कति महिना पनि थाहा छ तर मलाई साल चाहिँ थाहा छैन मलाई थाहा छ कति वर्षको भन्नु त साल त 2040 साल हो नि हाम्रो रिता त कति वर्ष हुन्छ त निनी भन्नु म साह्रै निकालिदिन्छु ट्याक्क होइन मलाई 40 थियो खोइ मलाई साल चाहिँ थाहा छैन लु के पुगेको भन्नु के चाहिँ पुछाइ पनि लगभग 2041 सालतिरको होला हौ बिरयानी नि 2045 सालको होला ल हामीले चाहिँ बिरयानी पनि खाइसक्न आँटेछ गफे गफमा खाएको अगाएको थाहै भएन बिना गफे गफमा खाएको अगाएको थाहै भएन म चाहिँ यत्रो खाइसक्दिनँ मैले पानी निकालेर हुनु पाइँदैन बिरयानी मेरो त क्लिन छ मेरो पनि क्लिन चाहिँ मैले यस्तो दुःख गरेर बनाएको नछोड है छोडेको छैन क्लिन छ क्लिन
अगाडि बब्बाल भयो बिरयानी उम्, दामी नि उम्। ओ यहाँ नि एक साले के गरेको के गरेको एक साले भयो भयो होइन कसम भयो सबै के गरेको भयो साँच्ची भनेको मासु चाहिँ हड्डी खाएर यस्तो हड्डी बनाउने अनि चामल चामल दिने ओ यो के हो यो भित्ताको के रहेछ हेर न होइन ससन खाएछ मलाई हाल्नु कोही भन्दा कोही कम छैन मलाई हाल्दैछु यहाँ म त अगाडि हो त साँच्चीको अगाडि मम्मीको हेर्नु छोरा सरी न त्यो चाहिँ मैले खानु सकिनँ त्यो कति नभएर ससन उयो पानी दिँदै भयो दादा खोइ खोइ मासु चाख्नु अघि उडाइदिएछ मासु त अगाएपछि तिमीहरूलाई बेर भयो उब्बल भयो पो भयो त म चाहिँ खाइसक्छु भयो म नखाने ल अहिले मलाई सिनिक्क पारे जस्तो लाग्छ त सिनिक्क पारे जस्तो लाग्छ त त्यसरी आङ तान्नु हुँदैन अनि हाई गर्नु हुँदैन खाना यति याद गर तिमीहरूले खाना खाएर आङ तान्छौ हाई गर्छौ नि हो त्यो राम्रो होइन नि ओके अनि यस्तो हात टेकेर खाने बानी यो हात टेक्छ यस्तो टेक्छ नि यसरी टेकेर खानु हुँदैन हो अनि यस्तो मुठी बनाएर खानु हुँदैन बार डल्लो पार्नु हुँदैन डल्लो चाहिँ किन पार्नु हुँदैन पहिला म गर्थेँ तर अनि ढ्याडु कसले पानी सुधारिदिएको तेरो भन्दा डल्लो बनाएर खाने काकीले होइन कहिले त भात खाइसकेर कहिले खान मैले कहाँ खाइसकेको छु त तर मलाई यो भात मात्रै हाल्दैछौ नि त तिमीले मासु होइन त मासु यस्तो हड्डी बनाएछ ओए अनि यहाँ छ त तिम्रो यो खाऊ न यो खाऊ खाऊ ओए त्यो के गर्नु? छाला मासु एकदिन मिक्स गरिदिनु भयो ए हो सरी यो छाडा नखाने म भयो सरी किन लु खाऊ खजाना पाएँ मैले त खजाना कसले दियो मलाई सके मैले चाहिँ यहाँभन्दा उता खान सकेन तर सबैभन्दा धेरै मैले नै खाएँ होला बिरयानी मैले यहाँदेखि यहाँसम्मको बिरयानी खाएँ मैले मैले धेरै खाएँ हो अँ, अघि। दुई गाँठ खानु तिमी बोलिरहेको थियौ मैले के को हाल्दै मैले धेरै खाएँ म चाहिँ फाइनली मैले चाहिँ खान सकिनँ यति नै हो मैले पनि सकिनँ तिमी तर म खान सकिहाल्छु म खाइसक्छु जे भए पनि म खाइसक्छु तर च्यालेन्ज भनेर च्यालेन्ज हो नि बढी हो खानुपर्छ त्यसै हुँदैन कहाँ हुन्छ त त्यो खाऊ च्यालेन्ज भनेर च्यालेन्ज है अब त मेरो पेटै कस्तो पड्किन्छ हुँदैन च्यालेन्ज भनेर ससनाले च्यालेन्ज गरिरहेको छ तिमीले गर्दा ठुलो मान्छे भएर पनि च्यालेन्ज उयो गर्दैन एक्सेप्ट गर्दैन म यतिखेर मोटो नि म त सक्दिनँ म खाँदै म अगाइसकेपछि मलाई जब जस्तै खानु नै लाग्दैन खाऊ म भोलि बिहान खान्छु बाबा बाबा खाइदिनु भए जसरी भए पनि मुखमा एकैचोटि बिस्तारै खाँदैन पानी देऊ अझ मन भयो भयो नखाने गोप्टो सबै यहाँ सबै झरेको फाइनली मैले खाइसकेँ अब चाहिँ म चाहिँ उल्दै गर्छु ल ससन तिमी पनि खाइसकेको सकेन पानी हाल्न नखाना नि पेट दुख्छ तल त आमाकोमा खाना नि खान्छेस छोड्दै साँच्ची भनेको तैँले यसले त रनिङ अर्डर हो नि त यसले आमासँग बेलुका जहिले खाना खान्छ नि आमासँग खाना खाएछ हामी चाहिँ यहाँनिर बिरयानीहरू बनाइदियो बनाइसकेर खानाहरू दियौँ ठ्याक्कै ससन आइसकेर चाहिँ मुखबाङ गरौँ भनेर चाहिँ मुखबाङ बनाएको हो नि त पुरा गरी पेट घट्छ नि त मेरो त्यहाँदेखि म कुद्दै आउँछु होइन आएको छ आएको सबै जान्छ म काट्दै आउँछु नि त काट्दै आउँछ पात्दै आउँछ नि त म भन्दैछु नि त
छोड्देऊ न हड्डी देऊ त्यो छोड्देऊ न यो कहाँ हड्डी हो मासु छ त धन्दा गर्नु परेन होइन सजिलो चाहिँ त्यही है अब छोरी मान्छेहरूलाई चाहिँ होइन खाना खाएपछि पिरे त्यही हुन्छ धन्दा गर्ने पर्छ अब खाइसक्यो धन्दा गर्नै पर्छ भने पिरे त्यही हुन्छ तिमीलाई मात्रै होला नि अरूलाई त त्यस्तो हुँदैन होला हुन्छ नि हुँदैन हो र भात खायो अनि जहिले बुढाले धन्दा गरिदियोस् भने त कति मजा आउँथ्यो नि भन्नु मन सम्झिरहेको हुन्छ कि अब कस्तो मनकै कुरा भनिदिएको तिमीले त ल पायो बेला अल्छी पनि हुँदैन छोरी मान्छे भएर अब तिम्रो छोरालाई चाहिँ भोलि दिनमा होइन काम भनेको त बराबरी बाडी गर्दा हुन्छ तर दिनै भात पकाउँछु म दिनै खाने दिनै बुढाले मस्काए त कति मजा आउँथ्यो जस्तो चाहिँ हुन्छ तिमीलाई भनेपछि हो हुँदो रहेछ होइन इच्छा म होइन कोही बेला म गरिदिन्छु त्यस्तो काम भनेको यो तेरो यो मेरो भन्ने हुँदैन कि भात खाइयो अब चाहिँ यसले धन्दा गरिदियोस् भने त भने जस्तो हुँदो रहेछ तिमीलाई किनकि यो खाने बित्तिकै यस आज धन्दा गर्नु परेन भन्नु नि त होइन आज गरिरहेको क्या त्यही भएर भयो त्यो हड्डी त नखाऊ न म चाहिँ फाइनली बिरयानी खाइसकिसकेँ म चाहिँ तैँले पनि खाइसकिस् देख्नु तँलाई पनि धेरै भयो भयो गाइस गोल्स पार्टी आरो हामी बा बोल जितिम सालको थालीमा अहिले सामान छ ससनले डरलाग्दो खायो नि ससन बाबा मलाई आज दुई थाल त ल आज चाहिँ हाम्रो होइन एकछिन बस्छ न अहिले भ्लग एन्डिङ गर्छ अहिले दिउँसो पनि माम खाएको थिएन अब हामीले भ्लग एन्डिङ गर्नु पर्यो होइन अब खानासाना खाइयो ओऱ्यो ड्यामे भइयो त्यो एउटा कुरा चाहिँ मेरो बुढीले चाहिँ धन्दा माग्नु परेन भनेर खुसी तर यो कोलाको पत्ता खोजेर ल्याउनु कति गाह्रो परेछ मलाई कहाँ गयो यो जहीँ त्यहीँ पाउँदैन जङ्गल खोलातिर मात्रै पाउँछ यस्तो त 10वटा 20वटा धन्दा गरिसक्दै ससन होइन ल अब ल त अब यस्तै भयो ल आज भ्लग चाहिँ अब ससन आङ्दमेद्वारा चाहिँ हिन्दी गर्छु अब सो गाइस त्यो कोलाको पत्ता चाहिँ हामीले चाहिँ खोलाबाट ल्याएको सिस्नोले चाहिँ हाम्रो खुट्टातिर पोलो फिलातिर पोलो अनि गाइस अहिले फिलाको नाम भन्दा चाहिँ हाम्रो अहिले फिला नै खायौँ सो गाइस मेरो मम्मीलाई चाहिँ खुसी लागिरहेको छ कि आज मम्मीले धन्दै गर्नु पर्दैन नि मम्मी अनि एकजनालाई पनि खुसी भइरहेको छ धन्दा थन्काउनु पर्दैन सो गाइस आज चाहिँ मेरो भ्लग चाहिँ स्टेसन भयो आज चाहिँ हामीले चाहिँ मुकबाङ भ्लग लिएर आएको छौँ सो गाइस मेरो भ्लग चाहिँ के कस्तो भयो होला कमेन्ट गर्नु होला सो मेरो मम्मीहरूले चाहिँ खाइसक्नु भएन हामीले बोइज पार्टीले चाहिँ सक्यौँ जितेको छौँ हैन सो अहिलेको लागि चाहिँ यति नै लभ माई टु फ्यामिली लाइक एन्ड सब्सक्राइब बाई बाई युट्युब बेल भएको छ म त अगाडि झन्डै लडेँ